आज यो प्रदेशको अवस्था देख्दाखेरि, यहाँको भ्रष्टाचार देख्दाखेरि, यहाँको कुशासन देख्दाखेरि म त्यही हलाल नामक विष यहाँ आएको उत्पत्ति भएको अवस्था देख्छु। र कसैलाई पनि, मेरो दललाई पनि, मेरो पार्टीलाई पनि, तपाईहरुको पार्टीलाई पनि, र यो 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 सरकार जसले बनाउन खोजिरहेको छ, यो हामीले बनाइरहेको सरकार होइन है, यो काठमाडौँले बनाइरहेको सरकार हो, हाम्रा शीर्ष नेताहरूले बनाइरहेका सरकार हुन्। जेनजी आन्दोलनले अवस्था बदलियो तर हाम्रा नेताहरूको चरित्र बदलेन। त्यो हलाल विष जब शिव भगवानले ग्रहण गर्नुभयो, घाँटीमा अड्कियो त्यो हलाल। मान्यज्यू, समय समाप्त भयो, तपाईँ छोड्नुहोस्। भयो रेड बत्ती बलिसक्यो, अब छोड्नुहोस्। यो संविधानको हृदयमा रहेको लोकतन्त्र, गणतन्त्र, संघीयता, महिलाको अधिकार, जनताको अधिकार, राष्ट्रिय एकताको विषयहरू, स्वाधीनताको विषयहरू, यी सबैलाई बचाउनु पर्छ। जसरी भगवान रामलाई बचाएको यिनीहरूलाई पनि मान्यज्यू, समय सरकारले अब कुनै सरकारले अब मधेसको विकास गर्छ। यो प्रदेश सभाको कुनै नैतिक आधार छैन। यो प्रदेश सभामा रहेका 106 जना, 107 जना कसैसँग पनि कुनै पनि नैतिक धरातल छैन। अब निकास निष्कोष मधेसी जनताले नयाँ म्यान्डेट चाहेको जस्तो लाग्छ। मैले भन्दै आफ्नो केही भनाइ यही अन्त्य गर्न चाहन्छु। धन्यवाद।